चाहन्छु। धन्यवाद। म एउटा सानो श्लोक यहाँ राख्न चाहन्छु। मलाई एकदम मन परेको श्लोक हो होइन, तर मैले मनान चाहिँ गरेको छैन, यो मैले याद चाहिँ गरेको छैन। म यहाँ हेरेर भन्न चाहन्छु। यत्र नार्यस्तु पूजन्यते रमन्ते तत्र देवता, यत्रैतास्तु न पूजन्यते सर्वस्वत फलाप्रिया। यो भनेको चाहिँ जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताहरूको पनि निवास हुन्छ, तर जहाँ नारीको अपमान हुन्छ त्यहाँ चाहिँ हामीले गरेको या त्यस्तो ठाउँमा चाहिँ सबै बनेको कामहरू पनि पुरा हुँदैन या सफल हुँदैन। आजको यस कार्यक्रमको प्रमुख अतिथि आदरणीय जलवर्षा राजवंशीज्यू, यसै गरी यस क्याम्पस प्रमुख आदरणीय गुरु भीमविजय नास्तला सर, गौरदा बहुमुखी क्याम्पस सौभाग्य सभापति आदरणीय मेरा भाइ तुलसीराम पौडेल, साथै हामीलाई यहाँ ट्रेनरको रूपमा सहजीकरण भूमिका निर्वाह गर्नको निम्ति उपस्थित हुनुहुने सहजकर्ता आदरणीय दिपा रेग्मीज्यू, साथै टिका पराजुली म्याडम, यहाँ गौरदा जेसिसका धरा पूर्व अध्यक्षज्यूहरू, निवर्तन अध्यक्ष, सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू, संयोजकज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म गौरदा जेसिस वर्ष 2026 को अध्यक्ष जेसी ध्रुवचन्द्र अधिकारी हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। उपस्थित भाइ बहिनीहरू, यो आजको हाम्रो युग होइन, आजको यो समयमा महिला सशक्तिकरण चाहिँ एउटा भाषणमा मात्र चाहिँ सीमित हुनु हुँदैन। यो चाहिँ के हुन्छ भने जबसम्म नारीहरू या हजुरहरू महिलाहरू मानसिक रूपमा त छँदैछ, सँगसँगै शारीरिक रूपमा पनि एकदमै सुरक्षित हुनुपर्छ, आफूलाई सुरक्षित महसुस गराउन सक्नुपर्छ, र त्यो हुँदाखेरि मात्र हाम्रो राष्ट्र र हाम्रो समाज अघि बढ्न सक्छ होइन। र यसलाई हामीले यही कुरालाई चाहिँ आत्मसात गर्दै आज हामीले यो राखेको वर्कसप अन सेल्फ डिफेन्स फर वुमेन यो कार्यक्रममा हामीले यो प्रयास गरेको छौँ। यसरी तपाईँहरूलाई केही यसबाट टेवा मिल्छ कि भन्ने उद्देश्यका साथ हामीले यो प्रस्तुत गरेका छौँ। हाम्रो आजको यो निमन्त्रणालाई म बुझ्न सक्छु। हाम्रो आदरणीय आजको प्रमुख अतिथि जलवर्षा राजवंशी म्याडम, उहाँको अत्यन्त नै व्यस्त समय हुँदा पनि हामीले यो कार्यक्रम यसरी कार्यक्रम छ है भन्दाखेरि उत्साहजनक रूपमा हुन्छ नि त, म अर्को छोडेर पनि म यहाँ आउँछु भनेर आइदिनु भएको छ। म एकदम उहाँलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। साथसाथै म आदरणीय भीमविजय सरलाई म यो हाम्रो यो कार्यक्रम स्थल क्याम्पस उपलब्ध गराउने साथै यसको प्रतिबद्धता जनाइदिनुको निम्ति पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रो सोभि सभापति एवं सोभिका टिमलाई पनि म धन्यवाद दिन चाहन्छु। म विद्यार्थी भाइ बहिनीलाई यहाँ उपस्थितिको निम्ति धन्यवाद दिन चाहन्छु। यो सेल्फ डिफेन्स यो कार्यक्रम हामीले गौरवले नर्मली गरेको कार्यक्रमहरू चाहिँ हामी चाहिँ कसरी हामीले कस्तो सपना देख्छौँ भने यो हामीले दिएको तालिमहरू चाहिँ तपाईँहरूले जीवनमा धेरैभन्दा धेरै उपयोग गर्नुहोस् होइन, यसबाट तपाईँहरू अगाडि बढ्नुहोस्। हामीले दिएको तालिमबाट अहिले एकदमै ख्यातिप्राप्त ट्रेनरहरू जन्मिनु भएको छ, उहाँहरूले अहिले आय आर्जनको स्रोत पनि भएको छ। यस्तो यस्तो कार्यक्रम गर्दै गर्दाखेरि पनि यो चाहिँ यस्तो खालको तालिम हो। हामी चाहिँ के हो कसमा यो तालिम चाहिँ यसको विषयवस्तु चाहिँ हजुरहरूले जीवनमा कहिले पनि युज गर्नु नपरोस् भन्ने चाहिँ हामी होइन कामना गर्छौँ। तर पनि यदि त्यस्तो परिआएको खण्डमा पनि तपाईँहरू तयारी हुनुहोस्, रेडी हुनुहोस् तपाईँहरू होइन।